नमस्कार। आज मलाई एउटा प्रश्न सोध्न मन लागेको छ। के तपाईको छोराहरूको ज्यान यी नेताहरूको लागि एउटा राजीनामा पत्र मात्र हो? याद गर्नुहोस् त्यो दिन जब सडकमा हाम्रा कलिला भाइ बहिनीहरू ढलिरहेका थिए, जब एउटा आमाको काख रितिएको थियो। त्यति बेला जनताको आक्रोश देखेपछि नैतिकताको नाटक गर्दै केही नेताहरूले राजीनामा दिए। तर आज हेर्नुहोस् त, तिनै अनुहारहरू फेरि कुन मुख लिएर चुनावमा उठ्दैछन्? ए नेताज्यू, के तपाईलाई लाग्छ हामीले बिर्स्यौं? राजीनामा दिएर तपाईँ चुक्किनु भएको छैन। तपाईको हातमा अझै पनि त्यही निर्दोष युवाको रगतको टाटा अझै नै बाँकी नै छ। जुन हातले हिजो छोरछोरी मार्ने आदेश थियो, आज त्यही हात जोडेर भोट माग्ने आँट कसरी आयो? कति लाज पसेका होलान् यी नेताहरू। एउटा आमाको कोख रिताउनु यिनीहरूको लागि सानो कुरा भयो। त्यो बेला कुर्सी बचाउन नसक्ने भएपछि राजीनामा दिएर लुकेका मुसाहरू आज फेरि चुनावमा तिनै जनताको भोट लिन कसरी निस्किन सकेका होलान्? यिनीहरूलाई लाग्छ नेपाली जनताको दिमाग छैनन्। यिनीहरूलाई लाग्छ केही समय गायब भएपछि जनताले सबै बिर्सन्छन्। तर सुन्नुस्, हामीले बिर्सेका छैनौं। राजीनामा दिनु भनेको माफी पाउनु होइन। यदि तपाईहरुमा अलिकति मात्र नैतिकता थियो भने आज राजनीतिबाटै सन्यास लिनुहुन्थ्यो। तर तपाईहरु त कुर्सीको भोको हुनुहुन्छ। तपाईलाई त जनताको लास माथि चढेर सत्तामा पुग्ने बानी परिसकेको छ। सोच्नुहोस् त, हामी कस्तो देशमा छौं जहाँ नेताको छोरछोरी ब्रान्डेड लुगा लगाएर चिल्ला गाडीमा सयर गर्छन्, तर तपाईको छोरा खाडीको 50 डिग्री घाममा पसिना पुस्दै हड्डी घोट्न बाध्य छ। ती नेताको सन्तान विदेशका महँगा डिस्का र क्लबमा तपाईको पसिनाले मोज गर्छन्, तर तपाईको सन्तान चाहिँ बाकसा फर्कने डरले दिनदिनै तडपिरहेको छ। यिनीहरूले आफ्ना सन्तानलाई महलमा सजाए, तर हाम्रा सन्तानलाई पासपोर्ट बोकेर देश छोड्न वा सडकमा गोली थाप्न बाध्य पारे। के तपाईको छोरछोरीको पसिना ती नेताको छोरछोरीको रक्सीको पार्टीको लागि हो? यिनीहरूले तपाईको गरिबीको व्यापार गरे, तपाईको सन्तानको लासको राजनीति गरे। अब कति सहने त? त्यसैले अब हामीले एउटा ठूलो निर्णय लिनु पर्छ। अब यो केवल तपाईको एक्लो भोट होइन, यो हाम्रो अस्तित्वको लडाई हो। अब हामी घर घरमा दाजुभाइ, आमा, छोरा र बुवा सबै एकै ठाउँमा बसौं, सल्लाह गरौं र एउटै आवाज बुलदान गरौं। कसैको लोभमा नपरौं, कसैको धम्कीसँग नडराउँ। परिवार मिलेर छलफल गरौं कि के हामीले फेरि तिनै हतियारलाई चुन्ने कि आफ्नो देश जोगाउन योग्य नेता छान्ने। यदि हामी घर भित्रैबाट एक भयौं भने यी लुटेराहरूको कुनै शक्तिले हामीलाई हराउन सक्दैन। देश बनाउने भनेको एउटै बाटो हो, घर घरबाट विद्रोह र सही नेताको छनौट। अब आउँदैछ 2082 साल फागुन 21 गते। यो चुनाव होइन, यो त पाखण्डी नेताहरूलाई गाउँ गाउँबाट लखट्ने दिन हो। हिजो राजीनामा दिएर राम्रो मान्छे बन्न खोज्ने तिनै पुरानो दलका नेताहरू फेरि भोट माग्न आउँदा उनीहरूलाई एउटै प्रश्न सोध्नुहोस्, मेरो भाइको ज्यान लिँदा तिम्रो राजीनामाले उसको जीवन फिर्ता आयो? यदि तपाईलाई फेरि तिनै लुटेरा र हत्यारालाई भोट दिनुभयो भने सम्झिनुहोस्, तपाईले आफ्नै सन्तानको हत्या गर्नेलाई तरबार धारिलो पारेर दिँदै हुनुहुन्छ। यिनीहरूले देश त पहिला नै कोइला बनाइसके। अब यिनीहरूलाई देश खरानी बनाउन नदिऊ। आदरणीय बुवा आमा दिदी बहिनीहरू, यिनीहरूले हामीलाई जबरजस्ती आफ्नो दास बनाउन खोजिरहेका छन्। तपाईलाई मन नपर्दा नपर्दै पनि यिनीहरू चुनावमा उठ्छन्, किनकि यिनीहरूलाई हाम्रो डरै छैन। यिनीहरूलाई लाग्छ हामी फेरि पनि तिनै पुरानो झण्डाको पछि लाग्छौं। अब धेरै नै भयो। अब सज्जन र नयाँ मान्छे खोज्ने बेला आयो। यो हाम्रो अन्तिम मौका हो। यदि यो पटक पनि हामीले यी लाज पछेकाहरूलाई जितायौं भने भविष्यमा हाम्रो चियान खन्ने काम पनि यिनीले गर्नेछन्। आफ्नो भोट हाल्नु अघि एकपटक आफ्नो छोराको अनुहार सम्झिनुहोस्। के तपाईलाई उसलाई यसै गरी नै देश छोडेर जान चाहनुहुन्छ? जुन हातले राजीनामा लेख्यो त्यही हातले फेरि चुनावको फारम भर्ने हिम्मत कसरी आयो? यो प्रश्न प्रत्येक नेपालीको मनमा हुनुपर्छ। 2082 साल फागुन 21 गतेहरूलाई देखाइदिउँ कि नेपाली जनता अब जागेका छन्। अब कुनै पार्टी होइन, अब देश रोज्ने बेला हो। अब भाषण होइन, राशन र सुशासन रोज्ने बेला हो। ती पुराना पापीहरूलाई भोट दिनु भनेको आफ्नो भविष्यमा आगो लगाउनु हो। नबिर्सिएका छौं, न माफ गर्नेछौं। एक एक थोपा रगतको हिसाब हुन्छ, गर्नेछौं। जागौं नेपाली, बचाउँ नेपाल। जय नेपाल, जय देश।